2083 साल भाद्र 10 को बुधबार थामी नसक्नु भइसक्यो पृथ्वीको बार। बिहान 8 बजेतिर धरती हल्ले झैँ गरे तिब्बतको हिमताल फुट्यो भूकम्प सरे। पृथ्वी हल्लियो हिमाल रोयो नदी गर्जियो रसुवादै चितवनसम्म ढुङ्गा भरिदियो। भोटेको से धम्की आयो रसुवा गढी पस्यो बडे मानको ड्यामले गर्दा कुर्लिङ पुल खस्यो। टिमुरे रसुवा गढी स्यापु बेसी भइआयो 10 मिनेटमै गढी बजार मसनघाट भयो। पर्यटक सुरक्षाकर्मी विद्युत भान्सार घरमा गो कर्मचारी एकै छैनन् सपना घाँस भो। जिउँदै छन् कि मरिसक्या अत्तो पत्तो केही छैन सपना आशा बिलाएर दैव भएन। चिच्या उड्का आवाजहरू बजार बगर छल्लाहरू बाँच्ने आशा केही थिएन भइगो कालोहरू। जहान बच्चा पशु वस्तु सबै उजाड गरिदियो अन्न लगाएको खेतमा फोहोर भरिदियो। नुवाकोट धादिङ नवल हुँदै चितवन पसिगो नदी किनाराका सबलाई बाँच्न गाह्रो भो। सडक भत्काई पुल बगाए यातायात बन्द छन् कोही हुक्क गर्दै मर्या कोही बचाउ भन्छन्। 300 मेगावाट बत्ती पुरै पखालिलियो थाम्ने नसकिने गरी मुटु चुडियो। कोही भन्छ अजिङ्गर कोही बहाल तालायो प्रकृतिको एकन हुन्न पापी।